अब मोडर्न फिजिक्स सुरुमा कुन च्याप्टर हो इलेक्ट्रोन सो के छ चार्ज अफ इलेक्ट्रोन कति हुन्छ 1 - 1.6 इन्टु 10⁻⁻19 कोलुम मास अफ इलेक्ट्रोन कति हुन्छ 9.1 इन्टु 10⁻31 केजी स्पिड अफ लाइट कति हुन्छ 3 इन्टु 10⁸ मिटर पर सेकेन्ड प्ल्याङ्क्स कन्सट्यान्ट एच कति हुन्छ 6.62 इन्टु 10⁻34 जुल पर सेकेन्ड स्पेसिफिक चार्ज अफ इलेक्ट्रोन कति हुँदो रहेछ 1.76 इन्टु 10⁻11 कोलुम पर केजी पाथ इन इलेक्ट्रिक फिल्ड इज प्याराबोलिक होइन र इक्वेसन के हुन्छ y इज टु इभी बाई 2mBD एक्स स्क्वायर अब के छ एक्सलेरेसन प्रोड्युस के हुन्छ ए इज टु एफ बाई एम त्यो भनेको इबी एमडी हुँदो रहेछ होइन अब मोसन अफ इलेक्ट्रोन इन युनिफर्म म्याग्नेटिक फिल्ड के हुँदो रहेछ फोर्स एक्सपिरियन्स बाई इलेक्ट्रोन इन मुभिङ म्याग्नेटिक फिल्ड सुरुमा के छ हेरौँ है त्यो भनेको एफ इज टु बिबी साइन थिटा हुँदो रहेछ अब रेडियस अफ सर्कुलर पाथ के हुन्छ आर इज टु एमबी बाई बिबी बिई त्यो भनेको पी बाई बिई त्यो भनेको रुट अन्डर 2mKe बाई बिई अब टाइम पिरियड अफ रेभोल्युसन भनेको के हो टी इज टु 2πm बाई बिई फ्रिक्वेन्सी अफ रेभोल्युसन भनेको के हो एफ इज टु 1/t बिई बाई 2πm अब एङ्गुलर फ्रिक्वेन्सी भनेको के हो ओमेगा इज टु 2πf त्यो भनेको बिई बाई एम अब रेडियस अफ अ सर्कल इन हेलिकल पाथ भनेको के हो आर इज टु एमबी साइन थिटा बाई बिई अब पिच अफ हेलिकल पाथ भनेको के हो बी कस थिटा इन्टु टी त्यो भनेको 2πm बी कस थिटा बाई बिई त्यो भनेको 2πr tan थिटा होइन अब के छ स्पिड अफ इलेक्ट्रोन इन क्रस फिल्ड v इज टु ई बाई बी मिलिकन्स ओइल ड्रप एक्सपेरिमेन्ट रेडियस अफ ओइल ड्रप कति हुँदो रहेछ आर इज टु रुट अन्डर 9 इटा बी1 बाई 2 रो माइनस रो माइनस सिग्मा जी होइन फेरि भन्छु आर इज टु रुट अन्डर 9 इटा बी1 डिभाइडेड बाई 2 सिग्मा 2 रो माइनस सिग्मा जी फेरि भन्छु आर इज टु रुट अन्डर 9 इटा बी1 डिभाइडेड बाई 2 रो माइनस सिग्मा जी होइन अब चार्ज अफ इलेक्ट्रोन इज डिटरमाइन्ड बाई होइन q इज टु 6π इटा डी बाई बी रुट अन्डर 9 इटा b1 2 रो माइनस सिग्मा बाई जी b1 प्लस b2 एन्ड q इज टु ne होइन क्वान्टाइजेसन अफ चार्जले के भन्छ q इज टु प्लस माइनस ne सिम्पल